केटाहरू आज चाहिँ यो निकाल्ने भनेको पहिलो स्पिन गरेन म्यान बुझ्यो पोर्तो अब दोस्रो स्पिन गोल्ड रोल घुमाउनुपर्छ अब चाहिँ फिक्स पर्छ त्यो एउटा एनिमेसन ननिकाल्नु हेरे जाउँ अब माथि टक्क बाँडेर स्पिन हानु ला पर्यो साथै टोकन पनि यस्तो तल डायमन्ड गोल्ड रोयल घुमायो भने पर्छ क्या त्यो हुनाले सक्छ एकचोटि अनि त्यस्तै गरेर माथि फेरि स्पिन टक्क परेर जाउँ पर्यो डायमन्ड त लात्तै खान्छ क्या हो पर्छ लुट्छ क्या गरेन यसपालि त तर पनि टोकन चाहिँ राम्रो दिइरह एकचोटि गोल्ड रोल घुमाउनु पर्यो क्या त्यस्तै गराएर अघिको जस्तै गराएर अब स्पिन हाल्नु एक टोकन मात्रै दिन्छु त ठिक छ कि तिनवटा टोकन लुट्छ गरेन यसपालि डायमन्ड पनि छैन पर्यो टोकन दिन्छ सायद टोकन दियो यसको सट्टा फेरि स्पिन यो गर्नु निकाल्यो भने त यस्तो यति डायमन्डमा निकाल्यो भने त कस्तो अब माथि गोल्ड रोयल घुमायो भने हल्का गरेन झुक्किन्छ क्या त्यही हुनाले गोल्ड रोयल पनि हान्दै स्पिन हान्दै गर्नुपर्छ कहाँ निक्लिन्छ क्या अब जाउँ माथि फेरि 90 को स्पिन हानौँ टोकन चाहिँ ठिकै दिइरहेछ अहिले चाहिँ लास्ट स्पिन हो परेन ठिक छ परेन डायमन्ड पुगेन केटा हो अब अर्को बाटोमा चाहिँ पक्का निकाल्छु यो लोक चेन्जर केटा हो यति नै हो ल